नमस्कार, अपिलन खबरको चुनावी विशेषमा स्वागत छ। प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकै गर्दा देशभर चुनावी सरगर्मी चुलिँदै गएको छ। जेन्जी आन्दोलनपछि हुन लागेको यस निर्वाचनलाई धेरैले पुराना राजनीतिक दल र आफूलाई वैकल्पिक दाबी गर्ने नयाँ दलहरू बीचको अस्तित्वको प्रतिस्पर्धाका रूपमा हेरेका छन्। यही सन्दर्भमा कैलाली निर्वाचन क्षेत्र नम्बर 5 मा पनि निकै चासोको साथ हेरिएको छ। यस क्षेत्रमा 3 जना स्वतन्त्र सहित जम्मा 16 जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ती मध्ये मुख्य नेपाली काङ्ग्रेस, एमाले, नेकपा र रासपा बीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ। कैलाली निर्वाचन क्षेत्र नम्बर 5 बाट निकै चासोको साथ हेरिएका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्द आज हामीसँग हुनुहुन्छ। नमस्कार, स्वागत छ हजुरलाई। धन्यवाद। निर्वाचनमा कतिको ढुक्क हुनुहुन्छ? 100% ढुक्क छु। जितको आधार? अब अहिले मेरो मात्रै जितको आधार होइन, नेपाली जनताले चाहिँ परिवर्तन खोजेको छ र परिवर्तनको संवाहक भनेको एउटा त जेन्जी आन्दोलन हो र त्यो जेन्जी आन्दोलनलाई संस्थागत गर्ने र त्यसको बलमा अहिले चुनाव भइरहेछ। त्यो चुनावलाई चाहिँ सबैभन्दा ठुलो एजेन्डा भनेको देशमा सुशासन, नीति परिवर्तन र आर्थिक विकास हो र यो तीनटै एजेन्डा बोकेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएको हुनाले र म राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भएको हुनाले त्यो नै मेरो जितको आधार हो। अनुभव नभएको आरोप पनि लागिरहेको छ नि त। यसको जवाबमा चाहिँ तपाईँ के भन्नुहुन्छ? यो राजनीतिक दललाई चाहिँ अनुभव छैन भन्ने पनि छ नि, यसमा चाहिँ हजुर कस्तो जवाब दिन चाहनुहुन्छ? अब हेर्नुहोस्, अनुभव भएका मान्छेहरू उहाँलाई चाहिँ त्यो राजनीति चुनाव भन्ने कुरा, इलेक्सन भन्ने कुराको अनुभव भन्ने कुरा चाहिँ एकदमै मिथ्या अथवा त्यो चाहिँ कुनै तथ्यहीन कुराहरू हो। किनभने नेपालमा जति पनि राम्रा उम्मेदवारहरू आए, स्वतन्त्र उम्मेदवार आए, जस्तै बालेन्द्र शाह आउनुभयो, बालेन आउनुभयो, त्यसपछि गोपी हिमाल आउनुभयो, अथवा हाम्रो हर्क सम्पाङहरू आउनुभयो। सबै उनीहरूसँग चुनावी के अनुभव थियो र चुनावी अनुभव भन्दा पनि हामीले चाहिँ काम कसरी गर्ने भन्ने र तथ्यपरक कुराहरू कसरी गर्ने भन्ने उहाँहरूको भन्दा हामीसँग राम्रो अनुभव भएको हुनाले उहाँहरूले चाहिँ यो भाषणमा अथवा तथ्यविहीन कुरा गरिरहेको जस्तो लाग्छ। विलयन होला कि या साँच्चीकै रासपाले चाहिँ केही एजेन्डा सहित भोलि यो चुनाव जित्यो भने चाहिँ नेपाली जनताका निम्ति यो पार्टीले चाहिँ गर्न सक्यो है भन्ने क्षमता पनि दर्शाउला? कस्तो होला? यसमा चाहिँ कतिको ढुक्क हुनुहुन्छ हजुरहरू? अब अहिले हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न विद्याबाट आएका विभिन्न थिङ्क ट्याङ्कहरू र विभिन्न अनुभव भएका विभिन्न दक्षता भएका मान्छेहरूको जमात छ अथवा हामीसँग त्यो थुप्रै मान्छेहरू हामीसँग छन्। र अब चाहिँ पोलिटिकल पार्टी भाषणमा, नारामा होइन कि एउटा कर्पोरेट कल्चरमा चल्नुपर्छ। अब चाहिँ हामीले के काम गर्ने, कहिले गर्ने, त्यस्ताको लागत अनुमान के हो, त्यसलाई हामी कसरी, त्यसलाई समस्याहरू के हुन्, त्यसलाई कसरी समाधान गर्न सक्छौँ, समाधानका उपायहरू के हुन्, त्यो समाधान गर्दाखेरि चाहिने बजेट के हो र हामी कहिले त्यो कुराहरूलाई समाधान गर्न सक्छौँ भन्ने कुरा चाहिँ जो चाहिँ कर्पोरेट कल्चरमा चल्छ। अब पार्टीहरू पनि कर्पोरेट कल्चरमा चल्नुपर्छ। पार्टीहरूले आफ्नो क्यालेन्डर बनाउनुपर्छ, त्यो क्यालेन्डर जनतालाई दिनुपर्छ र त्यो क्यालेन्डर अनुसार काम गर्नुपर्छ। त्यसरी काम गरेनौँ भने कुनै नयाँ पार्टी होस् या पुरानो पार्टी होस्, त्यसरी त्यो नगरिकन कुनै पनि पार्टी सफल हुँदैन र हामी त्यसमा एकदमै सचेत छौँ। किनभने त्यो नै हाम्रो दक्षता, त्यो नै हाम्रो विज्ञता भएको हुनाले हामी कुनै पनि पार्टीभन्दा अब्बल र कुनै पनि पार्टीभन्दा सबल हुन्छौँ। जे होस्, जनताले चाहिँ अब भाषण भन्दा पनि काममा विश्वास पनि गर्न थालेका छन् होइन? त्यसलाई नै आधार बनाएर रासपा हिँड्छ त? पक्कै पनि त्यो नगरिकन त विकल्पै छैन, उपाय नै छैन। अब त हामीले भनेको के काम गर्ने, कहिले गर्ने, कसरी गर्ने र त्यसको लागत अनुमान के हो, त्यसको लागि बजेट छ छैन, त्यो काम गर्न सकिन्छ सकिँदैन, झुट्टा आरोपभन्दा हामी तथ्यपरक बुदाहरूमा, तथ्यपरक कुराहरूमा बसेर काम गर्छ। रासपा दीर्घकालीन पार्टी बन्ला या मुभमेन्ट मात्रै बन्ला कि भन्ने पनि छ नि त। तपाईँहरूले एजेन्डा बोकेर अहिलेको चाहनाअनुसार जनताका, जस्तै अब जेन्जी आन्दोलनपछि धेरै मुभमेन्टहरू पनि देखिए होइन? यसमा चाहिँ स्थापित हुन सम्भावना कतिको छ? तपाईँले देखिहाल्नुभयो, जब जेन्जी आन्दोलन भयो, राष्ट्रिय स्वतन्त्र पार्टी नहुँदाखेरि कसैले पनि न सरकारको स्वामित्व लियो, न सरकारलाई कसैले समर्थन गर्यो र मान्छेहरूमा तुरुन्तै 1 महिनामा कस्तो निराशा छाएको थियो। तर जब हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति निस्किनु भयो र उहाँ सडकमा आउनुभयो, सडकले नेता पायो र सडकले नेता पाइसकेपछि हामीले
हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले हामीले त्यो सरकारलाई समर्थन गऱ्यौँ। समर्थन गरिसकेपछि हामीले नयाँ नयाँ मान्छेहरू र विभिन्न विचारधारा बोकेको तर नयाँ काम गर्नुपर्छ भन्ने मान्छेहरूलाई एक हप्तामै हामीले सबैसँग हातेमालो गऱ्यौँ, एकीकरण गऱ्यौँ र देशलाई नयाँ बाटोतिर लैजानुपर्छ भनेर हामीले हामीसँग आएको प्रधानमन्त्री पद पनि छोडेर देशको विकासको लागि, देशको भविष्यको लागि, आफ्नो लागि होइन देशको भविष्यको लागि काम गर्नुपर्छ भनेर हामी सबै राष्ट्रिय स्वतन्त्र पार्टी त्यसरी लाग्या भएर अरूले गर्ने त्यो हल्ला अथवा आरोपहरू त्यो चाहिँ डराएर भएको लगाएको आरोप हो। कुनै तथ्यपरक भएर भन्दा पनि उहाँहरू डराएर यो आरोप लगाइरहनु भएको छ जस्तो लाग्छ मलाई। क्षेत्र नम्बर 5 मा गर्न सकिने फरक कुराहरू जस्तै यहाँ धेरै ग्रामीण भेगहरू छन् हैन, यहाँ चाहिँ के गर्न सकिन्छ होला जस्तो कस्तो हजुर यही जन्मिनु भयो, यही माटोमा खेल्नु भयो, यही हुर्किनु भयो हैन, यहाँ चाहिँ के देख्नु भएको छ, यहाँ के फरक गर्न सकिन्छ जस्तो लाग्छ हजुरलाई चाहिँ? सुदूरपश्चिममा विगतको 3 वर्षमा 4 वर्षमा जब हामी कहाँ चाहिँ स्वतन्त्र उम्मेदवार गोपी हिमालले जित्नुभयो, पक्कै पनि सुदूरपश्चिमको धनगढीले चाहिँ मुहार फेरेको छ। हामीलाई पनि सुदूरपश्चिमेली हौँ, धनगढीवासी हौँ भनेर गर्व लाग्ने बनाउनु भएको छ। र म के भन्छु भने हामीसँग थुप्रै नेचुरल रिसोर्सेसहरू छ, हामीसँग उर्वर भूमि छ, हामीसँग इन्डियाको कनेक्टिभिटी छ, हामीसँग नजिक पहाड छ, जङ्गल छ, त्यसपछि हिमाल छ, थुप्रै पर्यटकीय स्थलहरू छन्, त्यसपछि हामीसँग नेसनल पार्क छ, हामीसँग थुप्रै अपर्च्युनिटी, थुप्रै नेचुरल रिसोर्सेसहरू हुँदाखेरि, थुप्रै हामी प्राकृतिक रूपमा धनी हुँदाखेरि पनि हामीले त्यसको उपभोग गर्न पाएका छैनौँ, उपयोग गर्न जानेका छैनौँ। त्यही भएर म के भन्छु भने हामीसँग थुप्रै अपर्च्युनिटिजहरू छ, थुप्रै सम्भावनाहरू छ। त्यो सम्भावनालाई हामीले पहिचान गरेका छौँ र त्यो सम्भावनाको लागि सबभन्दा पहिले हामीले विकासको ढोका खोल्नुपर्छ। हामीले इन्डियासँग राम्रो कनेक्टिभिटी बनाउनलाई गौरीफन्टा नाकालाई चाहिँ व्यवस्थित गर्नुपर्छ, यसलाई अपग्रेड गर्नुपर्छ र यसलाई चाहिँ राम्ररी सुचारू गर्नुपर्छ। एक नम्बर त्यो भयो। दोस्रो कुरा चाहिँ सुदूरपश्चिम चाहिँ खेलमा क्रिकेटसँग जोडिएको प्रदेश हो। खेल अथवा क्रिकेट हाम्रो भावना हो। हामीले चाहिँ फाप्ला स्टेडियमलाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाएर थुप्रै देश विदेशका खेलहरू नेपालमा खेलाउन सक्ने गरेर त्यसलाई विकास गर्नुपर्छ। चिकित्सा शास्त्रको अध्ययन यही गेटा अस्पतालमा गर्नुपर्छ। हाम्रो सेती अञ्चल अस्पताललाई केन्द्रीय अस्पताल बनाएर यसमा पनि हामीले स्नातकोत्तरका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ र घर घरमा सजिलो तरिकाले, सुलभ तरिकाले स्वास्थ्य सेवा र शिक्षामा परिवर्तन गर्नुपर्छ। पर्यटनमा हामी एकदमै सुदूरपश्चिम सबैभन्दा कम पोल्युटेड प्रदेश हो। यसलाई चाहिँ हामीले त्यसको पनि हामीले चाहिँ उपयोग गर्न जान्नुपर्छ र हामीसँग अरू नेचुरल रिसोर्सेसहरू पनि छन्, त्यसलाई पनि हामीले उपयोग गर्नुपर्छ र कृषिमा क्रान्ति ल्याउनुपर्छ। कृषिमा क्रान्ति भनेको चाहिँ मल मात्रै होइन, हामीले चाहिँ एआई बेस्ड, मसिन बेस्ड फार्मिङ र एआई बेस्ड इरिगेसन, एआई बेस्ड फार्मिङहरूदेखि लिएर थुप्रै कामहरू गर्नुपर्छ। पकेट जोनहरू क्रिएट गर्नुपर्छ र जो चाहिँ अहिले हामीसँग छुट्टिएका 12 कक्षासम्म पास नगरेका हाम्रा युवाहरू छन्, तिनीहरूलाई सिप तथा रोजगारमूलक कक्षाहरू अथवा सिपमूलक तालिमहरू दिनुपर्छ र तिनीहरूको जीवनस्तर अपग्रेड गर्नको लागि पनि हामीले अरू थुप्रै कामहरू गरेर हामीले सबैको एउटा स्तर उकास्नुपर्छ भन्ने लाग्छ मलाई। हजुरले यदि जित्यो भने हजुरको राजनीतिक आगमनसँगै जनतालाई यहाँका युवाहरूलाई रोक्नका लागि 3वटा बुदागत रूपमा भन्दाखेरि 3वटा कुराहरू के गर्ने त? सुरुमा एउटा त के छ भने जो चाहिँ बच्चाहरू 12 क्लास पास गर्न सकेका छैनन् तिनीहरू चाहिँ कुनै सिप बिना विदेशतिर दौडिन बाध्य भएका छन् र हामीले हेर्दाखेरि पनि करिब 73% बच्चा, 100 मा 73 जना बच्चा चाहिँ 12 क्लास पास गर्न सकेका छैनन् र तिनीहरू बाध्य भएर विदेशी रहेछन्, इन्डिया गइरहेछन्, खाडी गइरहेछन्। सबभन्दा पहिले तिनीहरूलाई अहिले इन्डिया गए पनि खाडी गए पनि तिनीहरूलाई हामीले के गर्नुपर्छ, सिप सिकाएर स्किल्ड मेन पावर बनाएर पठाउनुपर्छ, नम्बर 1। त्यसपछि जो त्यहाँबाट रिटर्न हुन्छन् तिनीहरूलाई हामी तिनीहरूको सिप, जो उनीहरूले विदेशमा गएर सिप सिकेका छन्, त्यही सिपलाई प्रयोग गरेर उनीहरूको उद्यमशीलतामा हामीले काम गर्नुपर्छ। तेस्रो कुरा चाहिँ के छ भने अहिले चाहिँ जो हाम्रो एकल महिला छन् अथवा हामीसँग यहाँ काम नपाएका मान्छेहरू छन्, त्यसमा चाहिँ हामीले सोसल इन्टरप्राइज, उद्यमशीलता विकास गर्नुपर्छ। उद्यमशीलता चाहिँ जबसम्म हामी गर्दैनौँ, सोसल इन्टरप्राइजमा हामी काम गर्दैनौँ, तबसम्म चाहिँ हामी रोजगारी दिन सक्छौँ भन्ने मलाई लाग्दैन। त्यही भएर पर्यटनदेखि लिएर सबै कुराहरूमा चाहिँ हामी उद्यमशीलता, सोसल इन्टरप्राइज, पर्यटन, कृषि सबै कुरामा गरेर हामीले चाहिँ सबभन्दा पहिले रोजगारीको अवसर सिर्जना गर्ने र जो बाहिर जाने मान्छेहरूलाई स्किल्ड मेन पावर बनाउनुपर्छ र त्यसले मात्रै हाम्रो स्तरोन्नति हुन्छ भन्ने लाग्छ मलाई।
यदि सुदूरपश्चिमका जनताका लागि, हजुरले त विभिन्न देश विदेश घुमिसक्नु भएको छ, यदि सुदूरपश्चिमका जनताका लागि आनन्द बहादुर चन्दलाई तपाईँले यो मौका दिनुभयो भने होइन, म चाहिँ तपाईँहरूको मत खेर फाल्दिनँ भन्नका लागि एक शब्दमा भन्नु पर्दाखेरि के छ त्यस्तो? अब मसँग देश विदेशमा पढेको अध्ययन गरेको अनुभव छ। मैले नेपाललाई प्रतिनिधित्व गरेर थुप्रै देशहरूमा नेपाललाई प्रतिनिधित्व गरेर पनि गएको छु। उद्यमशीलतामा पनि म एउटा अत्यन्तै सफल त नभनौँ तर सफल मान्छे हुँ र मेरो सबभन्दा ठुलो कुरा चाहिँ मेरो आत्मविश्वास हो। मेरो यो सुदूरपश्चिमको लागि म राजनीतिमा आउँदाखेरि मेरो समर्पण हो। राजनीतिलाई म पेसाभन्दा पनि समर्पण बनाउँछु। मसँग के छ, अध्ययन छ, मसँग अनुभव छ। त्यही भएर म के भन्न चाहन्छु भने मेरो अध्ययन, अनुभव र समर्पणले गर्दाखेरि म सुदूरपश्चिममा गर्ने कामहरू र सुदूरपश्चिमको लागि जनताको लागि गर्ने कामहरूमा म सबैभन्दा अब्बल ठहरिनेछु भन्ने लाग्छ। हजुरलाई प्रेरणा, राजनीतिमा आउने प्रेरणा चाहिँ कसरी जाग्यो? राजनीतिमा आउने प्रेरणा कसरी जाग्यो भने म जब कोभिड पछि पिएचडी अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएर त्यसको थप काम गर्न अमेरिका गएँ। अमेरिका हुँदाखेरि सबै नेपालीहरूले देश छोडिरहेको अवस्था थियो। कोही पनि नेपालमा नबस्ने अवस्था आयो। म पनि अमेरिका बसौँ भन्ने नसोचेको होइन, सोचेको थिएँ। तर मलाई फेरि मैले धेरै सोचेँ। म 2012मै अमेरिका गएको मान्छे, फेरि यहाँ बस्दाखेरि देशमा चाहिँ कसले काम गर्छ? मैले यही माटोमा, यही भूमिमा हुर्केको, यसैले मलाई यो ठाउँमा पुर्याएको देशले देशलाई चटक्कै छोडेर म आफ्नो मात्रै सुख शैलमा रमाउने हो कि मैले देशको लागि केही गर्ने हो भन्ने मेरो साथी, मैले मात्रै होइन, मेरो साथी, मेरो घर परिवार सबैले गर्नुपर्छ। अब यो नगरिकन हुँदैन। आफ्नो लागि मात्रै गर्ने त सबैले गर्छ, देशको लागि गर्नुपर्छ। र राजनीति भनेको त्यो एउटा अस्त्र हो, त्यो एउटा माध्यम हो जसले चाहिँ देशको लागि चाहिँ केही न केही सेवा दिन सकिन्छ र देशलाई बदल्ने एउटा त्यो मात्रै एउटा ठुलो माध्यम हो भन्ने भयो। त्यसपछि मैले के सोचेँ भने म मेरो लागि मात्रै होइन, म मेरै माटोमा फर्किएर, मेरै सुदूरपश्चिम फर्किएर म देशको लागि, मेरो सुदूरपश्चिमको लागि केही गर्छु भन्ने त्यो सबैको प्रेरणा लिएर आएको हो। जनताले कतिको अपेक्षा राखेका रहेछन्, के अपेक्षा राखेका रहेछन्, कस्तो बुझ्नुभयो हजुरले? जनताले त केही अपेक्षा राखेको जस्तो देखिरहेको छैन। हामी चाहिँ जब हामीले घर दैलो सुरु गऱ्यौँ, हामी बाटोमा हिँड्नै नसक्ने अवस्था आयो। सबै मान्छेले घन्टी बजाएर, प्रत्येक पसलमा स्वागत गरेर, आफैले पानी पनि हामीलाई खुवाएर हामीलाई स्वागत गर्नुभएको छ। र उहाँहरूले एउटै कुरा भन्नुभएको छ, परिवर्तनको लागि हामी तपाईँलाई साथ दिन तयार छौँ, तर परिवर्तन नगरी नफर्किनु होला भनेर हामीलाई सन्देश दिनुभएको छ, जसमा चाहिँ हामी एकदमै सचेत छौँ। हस्, धन्यवाद। हस्, ल, धन्यवाद।